ताईमा पनि पाक्दैछ यस्तो राम्रोसँग आगोमा। हजुरको साथीलाई 2 सेला, हजुरको बुवालाई 2 सेला, हजुरको सरलाई 2 सेला, हजुरको दिन सफल सरलाई 2 सेला। खुरमा पाकिसके कति राम्रो खाँदा पनि। मैले चिठी पठाकै थिएँ नि कता रोकियो। ल मिठो यति मिठो मिठोका कुरा नगर यहाँ। रुकुमको पानी मिठो, नानी मिठो, नानी राम्रो। रुकुमको जे पनि मिठो। यहाँ अब खुरमा त झन् मिठो। यिनी खुरमा पुग्छन् जापान टोकियो। कोइराल सुकाएको यसको चाहिँ अचार खाना, आलुसँग मिक्स गरेर अचार खाना। अनि यो औषधि पनि हुन्छ, त्यो पनि सुकाएर राखिदिएको छ मुवाले। यता सिमी अनि उता पनि सिमी। यो चाहिँ जापान पुग्ने सिमी हो। यो दाल रुकुमको सिमी एकदम मिठो हुन्छ, त्यही भएर यहाँको लोकल सिमी सुकाएर रेडी गरिदिएको छ। आएर गोरुलाई ल यहाँ बजेनाति मिलेर सिमी पिसेर जाने बेला हुन थाल्यो। अब कपडाहरू रेडी गर्ने बेला भयो। बाजे दर्शन भनिदेऊ जुजूलाई। दर्शन हो, दर्शन भनिदेऊ। दर्शन दर्शन हो। अब माइजूलाई पनि दर्शन गरिदेऊ। माइजूलाई हो। अब सुबेलाई पनि दर्शन गरिदेऊ। सुबेलाई हो। स्याबास। गोलु अब मामा घरबाट जान लाग्यो। बाबा हुने मामा घरबाट जाने बेला भयो। गोलु हजुर ए उठेको बिहान नै। अब कहिले हो आउने? फेरि पछि आउने है? भोलि आउने। न त डुल्न जाने त उता नाच माइजू भइजान्छ कि किन ल्याइस होला बिचरा। पर्दैन क्या माइजू। दर्शन गरिदेऊ। दर्शन गरिदेऊ। खुसी होइन हजुर। त्यसले त्यो झोला देखा गाडी आयो। गोलुले त्यहाँ जाने थाहा पाएर मानेको छैन। मामा फेरि आउँछ है भन। बसेला है। थोप्लेलाई भेटाइन मैले। थोप्ले थिइन कहाँ गएछ? थोप्ले गाडीहरू
बुवाले यहाँनिर दाल प्याक गरिराखेको छ अर्ग्यानिक सिमीको दाल बुवाको प्याक गर्ने तरिका देखाम है गोलु यो सुभक यहाँ गोलु पनि बसिरहेछिन् सुभक सब यहाँ 2 भाइ योसँग 3 भाइ ओहो 3 महिनाको 3टा यहाँ बसिरहेछन् यो चाहिँ दाजीको यो दादाको यो कसको रे मम्माको यो मम्माको यो कसको रे ठुली मम्माको ठुली मम्माको त लुगा सिलाइदिने मान्छे फेरि मेरो उता बुवाले मङ्की गरे हजुर सर्च गरे हेर त त्यहाँ एकछिनमा गाडी हाल्नु मेरो मोबाइल कहाँ गयो फोन हाल्नु तातो खोज भन्छु छैन बस कामला नरो है क्यान्सरलाई चाहिँ लगेछौँ ओसार्नु ठिक छ अहिले गोलु एकछिन बखास गाडी आयो भने जाने हाँस यो मनसुन गोलु यो 2 भाइना चाहिँ एयरपोर्ट जान रेडी जानु पर्यो बोल्न मन लाग्दैन म्युटमा बस्नुपर्छ जाने बेला चाहिँ मन खिन्ने हुन्छ बाई गरिदेऊ बाई बाई गरिदेऊ बाई बाई गोलु बाबालाई भेट्न जाने एक्साइटेड छ नेपाल एयरलाइन्सको ध्वजावाहक प्लेनमा अब जाने सरर गोलु हिँड गोलु अब हामी बसेर जाने बेला भयो गोलु बाई बाई नेपाल भनिदेऊ बाई बाई नेपाल फेरि आउँछु हाँस फेरि आउँछु बाई 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 नेपाल गाडी हिँड न ल हिँड 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 फाइनल्ली घर आइपुग्यो घर आइपुग्यो फाइनल्ली अवस्था कस्तो छ त्यसपछि बाहिर बाल्कुनीमा हेर्न मन लाग्यो यस्तो भइसकेको रहेछ कस्तो आनन्द आयो
अनि यतातिर हेर्दै फ्रेस भइरहेको छु। बाबु र म चाहिँ नेपाल एयरलाइन्सबाट आएको, एकदमै सजिलो लाग्यो। बस्ती जाँदा र आउँदा फर्स्ट टाइम चाहिँ अहिले नेपाल एयरलाइन्सबाट ट्राभल गरेको। बच्चा हुनेहरूलाई त एकदमै सजिलो, कति मम्मीहरूले दुईवटा बच्चासँगै लिएर हिँडिराख्नु भएको हुन्छ। कति सजिलो लाग्यो मलाई चाहिँ अब ट्रान्जिट नभएपछि आनन्द लाग्ने। पहिला चाहिँ अब ट्रान्जिटमा हिँडिन्थ्यो, कति गाह्रो लाग्थ्यो, अनि नेपाल एयरलाइन्स भएपछि त यति आनन्द भयो।